हर्क साम्पाङले दार्चुलामा एकदमै झुलुङ्गे पुल बनाएर निर्माण गरिसक्नु भयो रे हैन। जनताले गरेको सहयोग हैन, हर्क साम्पाङलाई सपोर्ट गर्ने व्यक्तिहरूले गरेको सहयोगले दार्चुलामा पुल बनेर सम्पन्न भयो रे। ठीक छ, राम्रो भयो नि हैन। एउटा के भन्छ अभियन्ता हर्क साम्पाङज्यूले अलिकति आफ्नो घमण्डलाई अलिकति त्याग्नु पनि जरुरत छ है। अहिले यो सामाजिक सञ्जालमा हैन धेरै कुराहरू अस्तव्यस्त भइकिन हैन पुरा छरा छिट्टेन भएर बसिरहेको छ कि एउटा हर्क साम्पाङको बारेमा, जुन त्यो हो दार्चुलामा बनिरहेको हैन, बनेर सम्पन्न भएको पुलमा सरकारको पनि हात छ है। सरकारले सहयोग नगरेको भए आज यति छिटै त्यो दार्चुलामा पुल सम्पन्न हुने थिएन भन्ने र जति पनि सामानहरू लाग्छन् हैन तिनी सबै सामान नेपाल सरकारले दिएको छ रे भन्ने सबै प्राय जसो विज्ञ हैन जाने बुझेका यो युट्युबमा हैन सामाजिक सञ्जालमा देखिरहने अनुहारको मुखदेखि मैले सुनेर म पनि ठीक छ नि त होला कि होइन कि हैन के थाहा, नहुन पनि सक्छ हुन पनि सक्छ भन्ने हिसाबले अब हो भने हेर हर्क दाइ, तिमीले हैन दिनमा 50 वटा अरूको बारेमा कुरा काट्न हैन, अरूको बारेमा बोल्न र बालन सरकारलाई विरोध गर्नलाई तिमीले दिनमा 50 वटा भन्दा बढी स्ट्याटस हाल्न हुन्छ भनेपछि यो जुन उठिरहेको प्रश्नको बारेमा पनि तिमीले एउटा दुईटा स्ट्याटस हाल्ने गर के हैन। यति दिन भइसक्यो हैन तिमीले यो कि त तिम्रो मोबाइलमा हैन तिम्रो कानमा पुगेन यिनी कुरा हैन, नेपाल सरकारले पनि सहयोग गरेको छ भन्ने कुरा जुन त्यहाँ लाग्ने तार जालीदेखि लिएर हैन, ल ठीक छ हैन अब सिमेन्ट गिट्टीहरू त श्रमदानबाट आयो रे, तर तार जालीहरू जुन त्यहाँ लाग्ने सामानहरू मेन सामान हुन्छ नि यिनी सबै नेपाल सरकारले दिएको छ रे। तिमी गाथ्यौ रे जान त इन्डियासम्म हैन, अब तिमी त गएनौ होला, तिम्रो आसे पासे प्याउसे स्याउसे हैन अब हल्लीहरूलाई पठाथ्यौ होला ल्याउनलाई, किनकि त्यो भनेको सरकारी सामान हैन, सरकारमा प्राय जसो हैन सरकारी बजेटहरुमा लाग्ने भएको हुनाले अब त्यो चाहिँ व्यक्तिगत हिसाबमा चाहिँ दिएन रे इन्डिया सरकारले। त्यसकारण अब नेपाल सरकारले नै ठीक छ नि त हैन एउटा अभियन्तालाई जुन हैन सांसद जस्तो भइसकेको व्यक्तिलाई हैन बीचमा आएर नगिरोस् हैन, उसको इज्जत नगिरोस् भन्नका कारणले नेपाल सरकारले र बालन सरकारले तिनी सबै सामान दिएको रे। यदि हो भनेपछि तिमी स्पष्ट बोल्न सक्नुपर्छ हर्क साम्पाङज्यू। अनि अस्ति मैले एउटा इन्टरभ्यु देखेको थिएँ हर्केको, के भन्दै थियो भनेपछि एउटा त्यो पत्रकारले सोध्दै थियो हर्क साम्पाङज्यू तपाईको त फेसबुक मोनेटाइज होला, ए छैन मेरो फेसबुक त रेड जोनमा छ भन्दै थियो। अरे बाबा 1.7 भनेपछि 16-17 लाख मान्छेले फलो गरेको आइडी मोनेटाइज नभएर के भयो जस्तो लाग्छ। अहिले त यार सबैलाई नेपालका प्राय जसो व्यक्तिलाई थाहा भइसक्यो कि 10,000 फलोमा कन्टेन्ट मोनेटाइजेसन मिल्छ भन्ने कुरा हैन, सबै कन्टेन्टरहरूलाई थाहा भइसक्यो कि अहिले सबै प्राय जसो व्यक्तिहरू त्यसैको पछि भागिरहेको छ। तिमी चाहिँ 17 लाख जना हैन फलोअर्स बोकेर मेरो आइडी मोनेटाइज छैन भनेर बोलेछौ, यतिसम्मको झुट बोल्न पनि पाइन्छ। अनि भन्छौ म भन्दा ठुलो व्यक्ति, म भन्दा जान्ने, म भन्दा हैन अरु कोही पनि छैन रे यो दुनियामा है, मेरो जतिको भिजन त कसैको पनि छैन रे। अरे यार बेलचा र गैँती हानिकिन देश अगाडि बढ्छ, ल हान्ने ठाउँमा हान्नुपर्छ के, हामीले त्यो बेलचा र गैँती चलाउने नै होइन भनेको होइन नि त हामी नेपाली जनताले र सबैले हैन। अब तिमीलाई सपोर्ट गर्ने व्यक्तिले सुने भनेपछि उसको गिदी पाक्छ, अब के भन्नु हैन। चलाउने ठाउँमा कसरी चलाउने, कुन हिसाबले चलाउने भन्ने कुरो हुन्छ नि त, र त्यही गैँती बेलचा श्रमदान गरेर मात्रै देश विकास चाहिँ बन्दैन क्या हर्कजी है। आम नेपाली जनतालाई थाहा छ त हौ हैन, मान्छे टेक्नोलोजीको जमानामा कहाँदेखि कहाँ पुगिसक्यो हैन, तिमी भने अझै पनि त्यही उमा अलमल्लिरो हुन्छ।